सो हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। अनि यो मास्क किन लगाएर भन्नु थाल्यो होला होइन। यहाँ चाहिँ अघि भर्खर बढाइदिएको थियो मम्मीले, अनि धुलो उडिरहेको थियो, त्यही भएर यसले उडिसक्यो। अनि म चाहिँ मेरो च्यानलमा धेरै पछि आइपुगेँ। म चाहिँ मेरो च्यानल धेरै पछि आएँ, सायद 4-5 महिनापछि होला। अनि म चाहिँ आज यो बेलुका रातिको भ्लग हाल्न गएँ। के गर्नु भन्दाखेरि यहाँ करेन्ट बनाउनु आएको छ। त्यसपछि लगाएर एज यु क्यान सी म चाहिँ यहाँ ससेज र इक्वल गरेर काटिरहेको छु। फ्राइड राइस खानाको ससेज फ्राइड राइस। अनि त्यसपछि यहाँनिर ससेज पनि उसिनिरहेको छु। क्याम सबै खाइदिन्छु क्या। फेरि म चाहिँ एकदम डेन्जरस मान्छे हो। अनि अब म चाहिँ यहाँ कराई तताउनु आएको है। यहाँ कराई तताउनु आएको, अनि कराई तताएपछि तेल हाल्छु। अनि तेल हालेपछि ससेज फ्राइड राइस हालेर क्याप फुट्ने हो, त्यसपछि खाइदिने। यहाँ देख्न सक्नुहुन्छ यति धेरै ससेस पनि हालेको छु। एज यु क्यान सी म चाहिँ यहाँ थोरैभन्दा थोरै तेल हालिरहेको छु होइन। किन थाहा छ? किनभने म धेरै ओइली खाँदिनँ। तर गफ है, खाना चाहिँ खान्छु म फेरि। सो गाइस, म चाहिँ यहाँ उसिनेको ससेस ट्राई गर्दैछु है। यहाँ चाहिँ अहिले गोलभेडालाई फोड्दैछु। यो हल्का गल्छ, त्यसपछि ससेस हाल्छु। ससेस हालेपछि अनि एकछिनपछि अनि खाना हाल्छु। अनि त्यसपछि यताउता मसला हालेर अनि बजाउनु थाल्ने। यहाँ देख्न सक्नुहुन्छ मेरो खाना, मेरो ससेस अलरेडी भइसकेको छ। म खाना गइरहेको छु। खाइदिनु त गाइस। यम्मी। यस्तो गाइस भिडियो आजको लागि एकदम यस्तो ब्याक टु ब्याक भिडियो हाल्छु, यस्तो ब्याक टु ब्याक भिडियो हाल्छु। ओके, बाई बाई।